वेलकम टु माई न्यू ब्लग। के छ सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदम सन्चै आरामै छु। यहाँभन्दा अगाडि चाहिँ मेरो केही नेटवर्क मोबाइल प्रब्लमले गर्दा चाहिँ भिडियो आइरहेको थिएन। अब भने चाहिँ दैनिक भिडियो आउनेवाला छ गाइज। आज छ सबैजनाले माया गरिदिने हुनेछ। र आज चाहिँ विशेष गरेर यो रामार्सुनको बारेमा केही भ्लग बनाएको छु। सबैजनाले हेरेर साथ सपोर्ट, लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरिदिनु होला। भिडियोको सुरुवात गर्छौँ आज हाम्रो यो डुङ्गाबाट। अछाम जिल्लाको सुन्दर पर्यटकीय क्षेत्र रामार्सुन एउटा जुन स्वर्गको टुक्राभन्दा कम छैन र हामी पनि लाग्यौँ डुङ्गातिर। यो दृश्य भने जुन जिङ्गले तालबाट देखिरहनु भएको छ यो दृश्य अहिले चाहिँ यो डुङ्गाबाट भिडियो कैद गरिएको हो। यो पानी चाहिँ छिनछिनमा परिवर्तन भइरहन्छ र यहाँ आएको पर्यटकहरूले चाहिँ जस डुङ्गामा आएर रमाइदिन्छन् र केही छिनमा चाहिँ केटाहरूलाई अब यहाँमा चाहिँ हामी फाल्छौँ भनेर केटाहरू रेडी भइसके र एकछिन अब पौडी पनि खेल्छ। आएर चाहिँ सेफ्टीमा पुरै लगाएर चाहिँ तैरिनु होला मेरो आग्रह छ। र अब चाहिँ केटाहरूले केही छिनपछि चाहिँ डुङ्गाबाट हामी फालिसकेपछि चाहिँ अब पौडी दिन लागे र हामी सबै ग्रुप चाहिँ एकछिन रमाइलो भयो र फेरि केटाहरूलाई उद्धार गर्नुपर्ने अवस्था भयो। केटाहरूलाई उद्धार पनि गर्नुपर्ने थियो। अब चाहिँ केटाहरूलाई जो उद्धार गर्ने प्रोसेसमा छ भने चाहिँ अब मैले उठाउन नसकेपछि चाहिँ अब सोफा भान्जा आएर चाहिँ उद्धार गरिरहेछ। हेर्नुहोस् यिनलाई चाहिँ बिस्तारै खिचेर फालेपछि चाहिँ एकछिन रमाइलो गऱ्यौँ र त्यसभन्दा पछि यो ताल चाहिँ जिङ्गले ताल हो। यहाँ आएको पर्यटकहरू चाहिँ जुन पानी हाँससँग चाहिँ रमाइलो गर्छन्। यताको जलपङ्क्षी जुन पानी हाँस यो मैदान भने चाहिँ किनमिनी मैदान हो जुन 12 बन्ड 18 खण्डभित्र पर्ने जुन खण्ड हो एउटा किनमिनी मैदान। यो दृश्य चाहिँ जुन देखिराख्नु भएको छ तपाईँ, यो दृश्य भने चाहिँ हाम्रो यो रोशन मैदानको आकाशे बिण हिउँ लागेसँगै हाम्रो गाउँठाउँमा पनि स्याउला बोक्ने सिस्टम र हाम्रो गाउँठाउँको केही दिदीबहिनीहरू चाहिँ स्याउला बोक्ने गर्दछन्। यो दृश्य देख्नु भएको छ जुन हाम्रो कालीकोट र अछामको सिमाना हो। यो डाँडा चाहिँ जुन नरेन्द्रनाथ गाउँपालिका र अछाम रामार्सुन गाउँपालिकाको यताबाट देखिरहेको दृश्य रोशन मैदानको हो। र हामी चाहिँ यहाँबाट केही मृगहरू पनि देखाउने प्रयास गरेको छौँ र यहाँनिर चाहिँ तपाईँले देख्नु सक्नुभयो होला दुईवटा कालो कालो टाइपको यो चाहिँ मृग हो। त्यसै गरी रामार्सुन आएर तपाईँ घोडसवार पनि गर्न सक्नुहुन्छ। जुन रामेदेखि रोशन मैदान, किनिमिनी मैदान, जिङ्गले ताल, बाटुला तालसम्म हामीले घोडाको यात्राको लागि पनि व्यवस्थापन गरेको छ। जुन घोडा चालक चाहिँ म आफै स्वयं व्यक्ति हो। यहाँबाट देखिने चाहिँ यो गाउँ चाहिँ हाम्रो वडा नम्बर 5 रामार्सुन गाउँपालिकाको जुन वडा नम्बर 5 को दृश्य हो। कहाँ है पछाडि फकिराई रामार्सुन आइसकेपछि चाहिँ जुन रमाइलो गर्ने फिल्ड हो, मैदान हो जुन रोशन मैदान। यहाँ आइसकेपछि सबै पर्यटकीयहरूले चाहिँ यता आएर चाहिँ सबैजनाले चाहिँ रमाइलो गर्छन्। हिउँ लागेसँगै हाम्रो गाउँठाउँमा गहुँ गोड्ने सिजन पनि चलिसक्यो र हाम्रो गाउँघरतिर चाहिँ यो चाहिँ दल्लेनाबाट कैद गरेको भिडियो। यो दृश्य भने रामे बजारबाट जुन सूर्य अस्ताउँदै गरेको भिडियो कैद गरिएको हो। यो चाहिँ रामे बजारबाट दल्लेना उपत्यकामा छु र यो समय भने बिहानको करिब 8:30 बजेको हो। यहाँबाट देख्न सक्नुहुन्छ यो जुन दल्लेनाको ताल 12 बन्डभित्र पर्ने एउटा ताल हो जुन दल्लेनाको। र यतातिर हाम्रो यो भेरासनतिर चाहिँ अहिले
घाम लागिरहेको छैन, अब केही छिनपछि लाग्छ होला। र यतातिर भने एकदमै रमाइलो छ, यतातिरको बस्ती अनि गाउँ खेती पनि लगभग धेरै ठुलो भइसक्यो गाइज। के छ आफ्नो ठाउँमा कति ठुलो गाउँ भयो र देश तथा विदेशबाट हेर्ने सम्पूर्ण मेरा दर्शक श्रोतालाई चाहिँ के भन्न चाहन्छु भने हाम्रो गाउँठाउँ चाहिँ जे होस् अलि परिवर्तन हुन्छ, हामी चाहिँ कहिले परिवर्तन हुन्छौँ र आफ्नो गाउँठाउँलाई चाहिँ कहिले परिवर्तन गराउँछौँ। यस्तै छ गाइज, आउनु होला तपाईँ पनि आफ्नो ठाउँमा चाहिँ जे होस् गर्नु होला।